ल हेर्नु हो गोर्खे जसले चाहिँ कोरिया आउँछु भनेर कोरियन भाषा पढ्नु भएको छ भने एग्रीमा आउने साथीहरूले हानुमा काम कस्तो होला भनेर अनि मनमा त्यस्तो के होला कस्तो होला दुःख हुन्छ कि गाह्रो हुन्छ कि कस्तो हुन्छ भन्ने विचार गर्नु सोच्नु भएको छ भने यो भिडियो हेर्नु होला सबैले। ल हेर्नु चाहिँ यो चाहिँ हानु गाई हो, सबै हानु गाई भन्नाको यो गाईको दुध दुहेर बेच्ने होइन है। यो गाईलाई सिधा आमाको दुध खुवाउने, बच्चाहरूको आमाको दुध दुहुने होइन क्या, सिधै पुरै दुध बच्चालाई खुवाएर त्यसको बाच्छाहरू अनि आमाहरू पनि बित्छ, गाई पनि बित्छ, बाच्छा पनि बित्छ, ठुलो बनाएर मोटो बनाएर ढ्याम्म ल्याएर बेच्ने। यो चाहिँ हाम्रो यो गोठमा चाहिँ पुरै यो बेच्ने खाले गाई हो, सबै ए टु जेड है। ल्याएर ए टु जेड बेच्ने खाले गाई हो। यसमा लगभग 80वटा गाई छ हाम्रो है, 80वटा गाई छ। पुरै हानु गाई हो, यो रातो हुन्छ यो कलरको। अनि यस्तो मजाले एउटा खानमा 5वटा हुन्छ हाम्रोमा चाहिँ, अन्त कोहीमा 4 हुन्छ, हेरी हुन्छ। यसमा काम चाहिँ केही हुँदैन हेर्नु साथीहरू, गोबर फाल्नु पनि पर्दैन। हेर्नु गोबर फाल्नु पर्छ कि बिहान उठेर भन्ने विचार छ भने पर्दैन हेर्नु। अब यो चाहिँ गर्मी महिना सुरु भएपछि 5-6 महिनापछि फाल्ने हो हेर्नु गोबर। हातले फाल्ने होइन, गाडीले फाल्ने सलल्ल है। यहाँ हानुमा आएर के काम होला है, कस्तो होला, बिहान उठेर पानी खुवाउने हो कि कुँडो खुवाउने हो भन्ने विचार गर्नु सोच्नु मात्रै होइन। यो दानाको भाग हो, यो माथिबाट दाना आउँछ सल्ल। यो दानाको बारेमा यताबाट बताउँछु हेर्नु है। दाना भयो, यो दानामा यहाँ किलो अनुसार छ होइन। यो 5 किलोसम्म एक टाइममा खुवाउन मिल्छ। यसलाई सेटिङ गरेर योबाट यसलाई यो माथि र तल जान्छ होइन, जति खुवाउने त्यति हो कि नै। ट्याक्क सेटिङ गरिदिएपछि दाना अटोमेटिक आउँछ, हातले भर्ने होइन। यहाँ फेरि दाना काँडा आउला माथि कसले ल्याएर हाल्ने भन्ने फेरि सोध्नु छ भने यो अटोमेटिक मेसिनबाट आउँछ। हामीले खोल्नु पनि पर्दैन, यो टाइम सेट गरिदिएपछि त्यही टाइममा खस्छ। अनि यसमा सेन्सर हुन्छ है, यो सेन्सर हेर्नु यहाँ छ सेन्सर। यो डब्बाको यसमा सेन्सर देख्नुभयो है, हो यो डब्बाको यो चाहिँ सेन्सर हो यो होइन, बुझ्नुभयो, यो सेन्सर हो। त्यहाँ यो चाहिँ दाना भरिँदै त्यहाँ पुग्न साथ अटोमेटिक अफ हुन्छ दानाको त्यो स्विच है। हामीले त हातले चाहिँ बन्द गर्नु पर्दैन, दाना झारिदिने, पराल हालिदिने, यत्न ल्याएर राख्ने पराल, गाडीले लिएर आएर है, ठ्याक्क गाडी बोकेर यहाँ ल्याएर राख्ने पराल ठ्याक्क। त्यस्तो होइन कि हातले बोकेर ल्याउने अनि ठ्याक्क ल्याउने राख्ने। यो चाहिँ पराल ल्यार्नु, यहाँको पराल केरी हुन्छ कस्तो हुन्छ भन्ने एउटा इच्छा मतलब जिज्ञासा मनमा छ भने ल्यार्नु। यो पराल हो, पराललाई पन्नीले रोल गरेर है, मान्छेले गर्ने होइन, पुरै खेतमै गाडीले गर्छ। यसलाई रोल गरेर यस्तो गरेर राख्छ है। यो चाहिँ सालौँ सालसम्म पनि खराब हुन्न के, बुझ्नुभयो। यो सालौँ सालसम्म यस्तो मजाले खुवाउन सकिन्छ यसलाई होइन। यो चाहिँ पराल भयो, बहुत भारी हुन्छ यो, हातले हल्लाउन पनि सकिन्न। यो बहुत धेरै छ, यसमा हेर्दा सानो देखियो होला, डल्ला ठुलो छ। यसलाई गाडीले समातेर भित्रलाई राख्ने। यो चाहिँ दाना हो, दाना यहाँ ठुलो गाडी आएर आफै माथिबाट भरिदिन्छ। अनि अटोमेटिक यो यहाँ सेटिङ छ सबै होइन, यहाँ पुरा सेटिङ छ होइन। यो ट्याक्क सेटिङबाट सल्ल जान्छ। म तपाईँलाई भित्र देखाइदिन्छु है सेटिङलाई हेर्नु। यहाँ समय सेट छ, यहाँ घडी छ, यो हो यो चाहिँ घडी हो है, हो यो घडी। यहाँ समय सेट गर्दैछ, जुन समय सेट गरेछ नि त्यही समयमा दाना अटोमेटिक ओपन हुन्छ होइन। अनि त्यो दाना भरेपछि अटोमेटिक अघि मैले देखाएको त्यो सेन्सरमा दानाले टच गर्ने बित्तिकै अटोमेटिक बन्द हुन्छ होइन। अर्को कुरो पानीको के होला साँच्चै, पानी खुवाउनु पर्ला बिहान उठेर भन्नुहुन्छ भने पानी खुवाउनु पर्दैन है। यो फोहोर गराएछन् यहाँ अटोमेटिक। यो थोङ हुन्छ नि त, यो थोङमा अटोमेटिक। म अहिले ब्याक साइडतिर छु, यो चाहिँ ब्याक साइडपट्टि हुन्छ, अटोमेटिक थोङमा आउँछ पानी है। यसले अहिले खाएर सकिन्छ पानी। यहाँ सानो यताबाट आएको आइछ सानो होइन।
यस्तो मजाले बिस्तारै पानी आउँछ। यो आफै आउँछ अटोमेटिक। यो पानी भरिसकेपछि यहाँ भित्र एउटा ऊ हुन्छ, त्यो बल माथि उठ्छ अनि त्यो अटोमेटिक अफ हुन्छ पानी है। सबै वारपार सबै छ। यहाँ पानी खुवाउने पनि होइन, केही होइन होइन। मजा छ हो काम गर्ने केटा हो कोरियामा। ठिक छ आ पढ राम्रोसँग, धाम्ना हो। ठ्याक्क छ कस्तो होला के होला भन्ने होइन। दाम छ, दाम कमाइन्छ, आउने काम गर्ने। अब मैले यहाँ यो परालोहरू छ नि, यो आज भित्र हाल्दैछु। यहाँ भित्र मैले यहाँ परालोहरू अहिले सेटिङ गर्दैछु। त्यही भएर म आएको गोठामा खासै आउन्न है। यस्तो मजाको छ। ल हेर्दै गर्नु होला। बाँकी भिडियो पनि म हाल्दैछु है पछि।